पछि म हिँड्न लागे। फर्कदिन। यो भजन इसाई जगतमा नसुन्ने सायद बिरलै होला। उत्तर पूर्वी भारतका ती पहाडहरू जहाँ प्राय कुहिरो लागिरहन्थ्यो। साँझ पर्न थालेपछि जंगल चिरेर आउने चिसो हावाको सुसाइले गाउँलाई एउटा रहस्यमय शान्तिमा डुबाउँथ्यो। पहाडहरूमा एउटा अचम्मको कुरा हुन्छ, त्यहाँ बोलेका आवाजहरू सजिलै हराउँदैनन्, पुनः प्रतिध्वनिको रूपमा फर्किरहन्छन्। हावा बहन्छ, वर्षा पर्छ, मानिसहरू मर्छन्, तर केही कथाहरू पहाडले आफ्नो छातीभित्र राखिरहन्छ। भारतको उत्तर पूर्वी भूभागमा पर्ने गाह्रो पहाडहरू पनि यस्तै थिए। त्यो समय अहिलेको जस्तो सडक थिएन, बिजुली थिएन, अस्पताल थिएन। घना जंगलहरू थिए, कुहिरोले ढाकिएका डाँडाहरू थिए, अनि त्यहाँ बस्थे गारो जातिका मानिसहरू। यो कथा त्यही पहाडको हो, सन् 1850 को दशकतिरको। त्यो बेला अहिलेको मेघालय छुट्टै राज्य थिएन, त्यो भूभाग आसामभित्र पर्थ्यो। त्यहाँका गाउँहरू आफ्नै नियममा बाँच्थे। मुखियाको आदेश नै कानून थियो, पुर्खाले मानेको धर्म नै जीवन थियो। त्योभन्दा बाहिर सोच्नु पनि अपराध जस्तै मानिन्थ्यो। त्यही गाउँमा बस्ने एकजना मानिस थिए, नोङसेङ। नोङसेङ कुनै दानी मानिस थिएनन्। उनको सानो झोपडी थियो, थोरै खेतबारी थियो, 2 साना छोराहरू थिए, जसको कारण उनी दिनरात मेहनत गर्थे, र एउटी पत्नी जसको अनुहार हेरेर उनी दिनभरको थकाइ बिर्सिन्थे। साँझपख उनी घर फर्किन्थे। पत्नीले आगो बालेर खाना पकाइरहेकी हुन्थिन्। छोराहरू दौडिँदै आएर बुबाको खुट्टा समाउँथे। त्यो सानो परिवार नै नोङसेङको संसार थियो। उनी खुसी थिए, कम्तीमा उनीलाई त्यस्तै लाग्थ्यो। तर कहिलेकाहीँ मानिसको जीवनमा एउटा यस्तो दिन आउँछ जसले सबै कुरा बदलिदिन्छ। एक दिन पहाडको बाटो हुँदै केही अपरिचित मानिसहरू गाउँमा आइपुगे। उनीहरूको लुगा गाउँलेहरूको भन्दा फरक थियो, भाषा फरक थियो, हिँडाइ फरक थियो, तर आँखामा एउटा अचम्मको शान्ति थियो। उनीहरूको बोलीमा प्रेम बगिरहे जस्तै लाग्थ्यो। उनीहरू सुसमाचार सुनाउने प्रचारकहरू थिए। तीमध्ये एक थिए माइल्स ब्रन्सन, अमेरिकाबाट आएका प्रचारक। सन् 1830 को दशकदेखि उनी आसाम र वरपरका पहाडी क्षेत्रमा परमेश्वरको सन्देश सुनाउँदै हिँडिरहेका थिए। गाउँका धेरै मानिसहरू उनीहरूलाई मन पराउँदैनथे। कतिले उनीहरूलाई विदेशी भने, कतिले पुर्खाको धर्म बिगार्न आएको मान्थे, कतिले त गाउँबाट निकाल्नुपर्छ पनि भने। तर नोङसेङ उनीहरू बोलेको कुरा सुन्न थाले। एक साँझ आगोको वरिपरि बसेर माइल्स ब्रेन्जनले एउटा कथा सुनाए। एउटा मानिसको कथा। कथा कुनै शक्तिशाली राजाको थिएन, न त कुनै क्रूर योद्धाको थियो। त्यो त एउटा यस्तो मानिसको कथा थियो जसले आफ्ना शत्रुहरूलाई पनि अगाध प्रेम गरे, जसले क्रूसको कठोर पीडामा मर्दै गर्दा पनि आफ्ना हत्याराहरूलाई क्षमा गरिदिए। नोङसेङ चुप लागेर सुनिरहे। त्यो रात उनी घर फर्किए। पत्नीले सोधिन्, किन यति चुप हुनुहुन्छ? तर उनीसँग उत्तर थिएन। बाहिर पानी परिरहेको थियो। झुपडीको छानाबाट बलेसीमा खसिरहेको पानीको आवाज टप टप खाइरहेको थियो। छोराहरू निदाइसकेका थिए। आगो बिस्तारै निप्दै थियो। आगो निप्दै गए पनि
नोङसेङको मनभित्र चाहिँ आगो बलिरहेको थियो। उनी सोचिरहे, कस्तो मानिस रहेछ त्यो जसले आफूलाई मार्नेहरूलाई पनि प्रेम गर्छ, बिना कारण क्षमा गर्छ। कस्तो मानिस, को रहेछ त्यो मानिस? नोङसेङ सोचिरहे। त्यस रात उनी निदाउन सकेनन्। अर्को दिन फेरि प्रचारकहरूलाई भेटे। अर्को दिन फेरि कथा सुने। सिलसिला जारी रह्यो। फेरि अर्को दिन बिस्तारै उनको मन बदलिन थाल्यो। उनी पहिलो पटक यस्तो परमेश्वरको बारेमा सुनिरहेका थिए जो मानिसलाई डरले होइन प्रेमले बोलाउनुहुन्थ्यो। धेरै दिनसम्म उनी आफ्नै मनसँग भित्रभित्रै लडिरहे। उनले सोचे, मनमा डर उब्जियो, यदि गाउँलेहरूले थाहा पाए भने, यदि मुखिया रिसाए भने, यदि परिवारमाथि खतरा आयो भने। तर अन्ततः एक बिहान उनले आँखा बन्द गरेर बिस्तारै भने, येशू, आजदेखि म तपाईको पछि हिँड्नेछु। त्यो दिनदेखि सबै कुरा बदलियो। गाउँमा खबर फैलिन धेरै समय लागेन। नोङसेङले विदेशीहरूको धर्म मानेछ। हिजोसम्म साथ दिने मानिसहरू टाढिन थाले। धारामा पानी भर्न जाँदा उनकी पत्नीलाई हेरेर छिमेकीहरूले कुरा काट्न थाले। छोराहरूलाई अरू बच्चाहरूसँग खेल्न दिइएन। नानीहरू निराश देखिन्थे। गाउँभरि कुरा फैलिएपछि एक दिन गाउँका मुखियाले उनीहरूलाई बोलाए। त्यो दिन आकाश कालो थियो, हावा चिसो थियो। गाउँको बीचमा सबै मानिस जम्मा भएका थिए। मुखियाले कडा स्वरमा सोध्यो, के यो सत्य हो? तिमीले पुर्खाको धर्म छोड्यौ? नोङसेङले बिस्तारै टाउको हल्लाएर स्वीकृति जनाए। अनि उनले भने, हो, गद्दार, पुर्खाको अपमान गर्ने, विदेशीहरूको दास, धर्म बेचुवा। भीड एकैचोटि कराउन थाल्यो। मुखियाले हात उठाएर सबैलाई चुप गराए। त्यसपछि भने, तिमीलाई एउटा मौका दिन्छु। येशूलाई त्याग अनि गाउँमा शान्तिसँग बस्लास्। नोङसेङ चुप रहे। उनले आफ्नी पत्नीलाई हेरे। पत्नी डराएकी थिइन्, तर पत्नीको आँखामा एउटा गहिरो विश्वास र साहस थियो। मुखियाले फेरि ठूलो स्वरमा भने, पुर्खाको धर्ममा फर्कन्छस् कि फर्कदैनस्? नोङसेङले बिस्तारै भने, म फर्कन्दिन। त्यो उत्तरले भीडलाई आगो झैं पोल्यो। मुखिया यो सुनेर रिसले चुरचुर भए। गाउँलेहरूमा क्रोधको आगो दन्कियो। भोलिसम्म हेरौँ न भन्दै तिनीहरू आफ्नो बाटो लागे। त्यस रात घरमा कसैले खाना खाएन। पत्नी रोइरहेकी थिइन्। छोराहरू बुबाको काखमा टाँसिएका थिए। नोङसेङले उनीहरूको अनुहार हेरिरहे। सायद उनी बुझिरहेका थिए, भोलि बिहान घाम लागे पनि उनीहरूको जीवनको अन्तिम बिहान हुन सक्छ। तर पनि उनी र उनकी पत्नी ईश्वरीय प्रेममा डुबिसकेका थिए। मृत्युको भय टाढा टाढा जाँदै गरेको जस्तो आभास हुन्थ्यो। अर्को बिहान गाउँलेहरूले उनी र उनको पूरा परिवारलाई घिसार्दै फेरि गाउँको चोकमा ल्याए। मुखियाले आफ्नो हातमा धनुष बाण लिएका सिपाहीहरूलाई इशारा गर्दै चिच्याएर भन्यो, यो तिम्रो अन्तिम मौका हो। येशूलाई त्याग्छौ कि आफ्नो परिवारको विनाश हेर्छौ? अन्तिम मौका। ध्यान दिएर सुन। येशूलाई त्याग,
फर्किआइज। नोङसेङले आफ्नी पत्नीलाई हेरे। आँखाबाट आँसु झरिरहेको थियो, तर पनि बिस्तारै विश्वासका साथ टाउको हल्लाइन्। हामी फर्किन्नौ। त्यसपछि जे भयो त्यो लेख्न पनि मन लाग्दैन। साहस छैन, तर इतिहासले लेखेको छ, जुन कुनै बाबुआमाले कहिले देख्न नपरोस्। मुखियाको एउटा इसारामा सिपाहीहरूले ती दुई साना छोराछोरीलाई धनुष बाणले हानेर उनको आँखै अगाडि ढाडाइदिए। आफ्ना कलिला सन्तानहरू रगतको आहलमा छटपटिएको देख्दा उनको मुटु 1000 टुक्रा भयो। आँसु र वर्षाको पानीले उनको अनुहार नेत्रुक्क भिज्यो। मुखिया फेरि गर्जियो, अझै पनि समय छ, फर्क। अनन्त राज्यमा आफ्ना नानीहरूसँग फेरि भेट्ने विश्वासका साथ उनको कापिरहेको स्वर भिडमा सुनियो। एकदमै स्पष्ट गरी, विश्वासका साथ, येशूको पछि म हिँड्न लागे। फर्कदिन। येशूको पछि म हिँड्न लागे, दुनियाँलाई त्यागी, क्रुस नै बोकी। येशूको भीड एकछिन मौन भयो, किनकि त्यो गीत थिएन, त्यो एउटा भाँचिएको हृदयको आवाज थियो। क्रोधले पागल भएको मुखियाले उनकी प्यारी पत्नीलाई पनि त्यही सिध्याइदिन आदेश दियो। उनकी पत्नी पनि उनको आँखै अगाडि ढालिन्। अब नोङसेङ एक्लै थिए, सबै गुमाइसकेका, तर अझै टुटेका थिएनन्। अब उनी बिल्कुल एक्लै थिए। संसारमा उनको भन्ने कोही बाँकी थिएन। उनको शरीर रोइरहेको थियो, तर आत्मामा एउटा अद्भुत ज्योति बलिरहेको थियो। मुखियाले आफ्नो तरवार उनको गर्दनमा राख्दै भन्यो, अब त तिम्रो कोही बाँकी छैन, अब त फर्की। मृत्युको मुखमा उभिएर उनले मुस्कुराउँदै आफ्नो अन्तिम वाक्य पूरा गरे। आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि येशूको पछि म हिँड्न लागे। क्रुस छ अघि, संसार छ पछि, फर्कदिन। माटोको मेरो क्षणभरको शरीर माटैमा फेरि नमिलेसम्म येशूको पछि म हिँड्न लागे। फर्कदिन त्यो दिन एउटा परिवार सकियो, जीवन समाप्त भयो, तर
उनीहरू मर्दै गर्दा गाउँमा एउटा यस्तो बिउ रोपेर गए जसलाई कसैले उखेल्न सकेन। कथा अनुसार त्यो परिवारको अचम्मको बलिदान र विश्वास देखेर पछि त्यही क्रूर मुखिया र सिङ्गो गाउँले येशूलाई आफ्नो मुक्तिदाता स्वीकार गरे। नोङसिङको कथा पहाडबाट मैदानमा पुग्यो, गाउँबाट शहरमा पुग्यो, देशबाट संसारमा पुग्यो। यतिन्जेलसम्म सुनिदिनुभयो, हेरिदिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद। पछि गारो समुदायका स्थानीय विश्वासी सिमोन मराकले ती शब्दहरूलाई गीतको रूपमा मिलाए। पछि धेरै प्रचारकहरूले त्यो गीत गाउँ गाउँ पुर्याए। पछि साधु सुन्दर सिंहले ती शब्दहरूलाई भारतको परम्परागत धुनमा ढालेर सङ्गीतबद्ध गरे र आफ्नो प्रचार यात्राका क्रममा यसलाई व्यापक रूपमा गाउन र फैलाउन सुरु गरे। पछि सन् 1950 को दशकमा अमेरिकी सङ्गीतकार विलियम रेनविलले यसलाई पश्चिमा चर्चहरूका लागि सङ्गीतबद्ध गरेपछि यो गीत विश्वभर फैलियो। वर्षहरू बिते, त्यो सानो गाउँको कथा पहाडका खोजहरू काट्दै संसारभर यात्रा गर्न थाल्यो। आज इतिहासकारहरूका बीचमा यसका सानातिना विवरणलाई लिएर मतभेद होलान्। कतिपय कुरा लिखित नभएर मौखिक रूपमा आएका होलान्, तर एउटा कुरा कसैले बदल्न सक्दैन, यो गीतले विगत 150 वर्षदेखि लाखौं टुटेका हृदयहरूलाई सम्हाल्दै आएको छ। आज पनि जब कुनै मानिस एक्लो हुन्छ, जब संसारले उसलाई त्याग्छ, जब विश्वासको मूल्य ज्यानभन्दा महँगो बन्छ, तब संसारको कुनै कुनामा यो गीत फेरि सुनिन्छ। अफ्रिकाको कुनै सानो माटोको चर्चमा, चीनको कुनै भूमिगत कोठामा, युद्धको मैदानमा, जेलको अँध्यारो कोठरीमा वा अस्पतालको बेडमा छटपटाइरहेको कुनै बिरामीको ओठबाट बिस्तारै यही आवाज निस्कन्छ, येशूको पछि म हिँड्न लागे, फर्कदिन, फर्कदिन। किनकि केही गीतहरू कागजमा लेखिँदैनन्, ती त रगत र बलिदानले मानिसको आत्मामा लेखिन्छन्। अनि जबसम्म यो संसारमा विश्वास जीवित रहन्छ, यो गीत कहिल्यै मर्ने छैन। येशूको पछि